सुन्नु यो मेरो आवेदन भन्नु के चाहियो हजुरलाई फेरि बन्दुक चाहिएको छ सर बन्दुक चाहिएको छ सर घरमा छोरीहरू छन् र सहरमा जनावर के भएर त्यो हामी छौँ त हामी बचाइहाल्छौँ त हजुरको छोरीहरूलाई त्यो जनावरहरूबाट यदि हजुर नै जनावर भयो भने कसले बचाउँछ त हाम्रो छोरीहरूलाई बन्दुकै किन चाहियो हजुरलाई हराइसक्यो विश्वास अब त्यो कानुनबाट लेखिँदैछ छोरीहरूको नाम रगतबाट सधैँ झिलिमिली रहने त्यो सहर आज कालो रङमा ढलिरहेको छ हरेक बाउको मन छोरीको पर्खाइमा जलिरहेको छ